नमस्ते सम्पूर्ण हाम्रो बाजुरा बासिन्दाहरू। हाम्रो अब हेमराजजीले अब टिकट पाउनु भएको छ राष्ट्रपतिदेखि। हामीलाई उहाँलाई शुभकामना पनि हामी दिन चाहन्छौँ होइन। विगत 10-15 वर्षदेखि हामीले उहाँलाई एउटा अभियन्ताको रूपमा हामीले देखेछौँ होइन। आफ्नो एउटा गाउँठाउँको विषय काठमाडौँमा आएर उठाइराख्नु भएको थियो पहिलादेखि नै, र अहिले मौका आएछ अब बाजुरा बदलिनुको लागि, र यसमा तपाईँहरू सबैजनाले साथ सहयोग गरिदिनु हुन्छ भन्ने म पूर्ण विश्वासमा छु होइन। प्लस अब उहाँले जसरी पहिलादेखि अभियान चालिराख्नु भएको थियो, अब सडकदेखि मात्र होइन, अब सदनमा गएर यो अभियानलाई उहाँले एउटा यसलाई चाहिँ तपाईँको इस्ट्याब्लिस गर्नमा उहाँले धेरै सहयोग गर्नुहुन्छ भन्ने मेरो विश्वास पनि छ होइन। हामी सबै उहाँको समर्थनमा छौँ। हाम्रो सम्पूर्ण जेजी टिमदेखि लिएर युवा पुस्तादेखि लिएर सबैजना नेपाली जनताहरू पनि उहाँको पक्षमा हुनुहुन्छ, र बाजुरा बासिन्दाहरूलाई यसपालि बाजुरा बदलिनुपर्छ। अब पनि बदलिन भने कहिले बदलिने, यही हो हाम्रो मौका, यही नै हो हाम्रो चान्स। यत्रो आन्दोलन पछिको एउटा लिडरको रूपमा उहाँ पनि एउटा इस्ट्याब्लिस लिडर हुनुहुन्छ। उहाँ हामीसँगै आन्दोलन आउनु भएको थियो, सँगै सहकार्य गरेर हामीले धेरै कामहरू पनि गरेका छौँ, र अहिले आउँदाखेरि अब एउटा राजसपा जस्तो एउटा पार्टीमा उहाँले एउटा त्यहाँको ठाउँबाट तपाईँको चुनाव लड्ने एउटा मौका पाइराख्नु भएको हुनाले चाहिँ सम्पूर्ण बाजुरा बासिन्दाहरूलाई चाहिँ म हार्दिक अपिल गर्न चाहन्छु कि उहाँलाई धेरैभन्दा धेरै मत दिएर उहाँलाई विजय गराइदिनु हुन हामी सबैजना अनुरोध गर्दछौँ। र उहाँ अब बाजुरा नै बस्नुहुन्छ, बाजुरामा आउनुहुन्छ, तपाईँको गाउँठाउँको समस्यालाई केन्द्रमा लिएर आउनुहुन्छ, र त्यो केन्द्रबाट तपाईँको समस्यालाई समाधान गर्न चाहिँ हामी सबैजना लाग्छौँ यसमा चाहिँ। प्लस एउटा कुरा हजुरहरूलाई के भन्नु भन्दा, सुदूरपश्चिम कर्णाली र मधेस तिनटै ठाउँमा अहिलेसम्म तपाईँको जहिले पनि के भइदिएको छ भन्दाखेरि चाहिँ जनताको आँसु, जनताको दुःख बेचेर मात्र तपाईँको भोट माग्ने चलन छ, तर त्यो ठाउँ कहिल्यै विकास भएन। र यही हो हाम्रो मौका अहिले, भगवान्ले दिएको भनौँ कि जेनजीले दिएको भनौँ कि हाम्रो देशले चाहेको कुरा भनेर भनौँ, र हाम्रो यो अहिलेको मौकालाई हामीले कहिले पनि गुमाउनु हुँदैन। एउटा जब हामीलाई अपर्च्युनिटी आउँछ, कुनै यस्तो चान्स पाउँछौँ हामीले होइन, त्यो चान्स हामीले गुमाउनु हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। त्यही भएर हजुर सम्पूर्णलाई हाम्रो अनुरोध, मलाई मत दिएर साथ दिएर जिताइदिनु होला, सबैजनाले साथ समर्थन गरिदिनु होला, र बाजुरा अबदेखि चाहिँ पहिला जस्तो एउटा भोट ब्याङ्कको रूपमा मात्र नहोस्। नेपाल भनेको काठमाडौँ बाहिर छ, र यो हामीले बाजुरा पनि देखाउनु पर्नेछ, कर्णालीको सुदूरपश्चिमको हरेक गाउँठाउँहरू हामीले देखाउनु पर्नेछ। त्यही भएर हजुर सम्पूर्णले साथ सहयोग दिनुहुन्छ भन्ने हाम्रो चाहिँ विश्वास छ। हस्, थ्याङ्क यू सो मच। के भन्न चाहनुहुन्छ? एउटा लडाइँ हाम्रो पुस्ताका लागि र अब आउने पुस्ताका लागि, एउटा लडाइँ जुन चाहिँ हामी लड्न गइरहेका छौँ होइन। यो एउटा पुस्ताको जित हुनेछ होइन। 34 वर्षदेखि राजनीतिको शिकार भएको बाजुरा यो पटक मतबाट विस्फोट हुन खोजिरहेको छ। सुदनले जसरी पछिल्लो 70 वर्षदेखि कुराजनीति गरिरहेका राजनीतिका खलनायकहरूको दैन्द गर्नुभएको छ, एउटा विकासको बीजारोपण होइन। मतलब भन्ने गरेको छु, हाम्रो आँसु र पसिनाले एउटा यस्तो चाहिँ माटो सिँचाइ गर्नु छ कि जहाँ हामी अब विकासका बिरुवाहरू रोप्न सकौँ, र जसलाई फुलाएर फलाएर हाम्रो आउँदो सन्ततिलाई चाहिँ ह्यान्डओभर गर्न सकौँ, हस्तान्तरण गर्न सकौँ। प्रिय युवाहरू, के तपाईँ त्यसका निम्ति तयार हो भनेर मैले आज बिहान मात्रै भनेको थिएँ। हामी त्यसका निम्ति तयार छौँ र हुनुपर्छ। थ्याङ्क यू सो मच।